पासपोर्ट रिन्यू गर्नको लागि चाहिँ अपोइन्टमेन्ट फर्म चाहिँ कसरी भर्ने भनेर चाहिँ धेरैजना अनलमा हुनुहुन्छ र यस भिडियोमा चाहिँ म डिटेल सिकाउन गइरहेको छु। भिडियो सुरु हुनुभन्दा पहिला चाहिँ तपाईँले लाइक, कमेन्ट, सेयर, रिपोस्ट गरेर चाहिँ सबैको माझ पुर्याउनु होला, किनभने हाम्रो पास धेरै टाइम छैन। अब मात्रै 6 दिन मात्रै छ। 6 दिनमा मिस हुनुभयो भने फेरि तपाईँहरूलाई चाहिँ समस्या पर्न सक्छ। त्यसकारणले गर्दा यो लिङ्क तपाईँहरूले गुगलमा पनि पाउन सक्नुहुन्छ। तपाईँहरूको छिटोको लागि भनेर चाहिँ मैले मेरो पेजबाट चाहिँ मैले यहाँनिर ट्याक्कै गएर चाहिँ तपाईँले यो लिङ्क क्लिक गर्नु होला। क्लिक गरिसके पछाडि चाहिँ तपाईँहरूको यो वेबसाइट खुल्छ र यहाँ माथि गएर तपाईँले खाता बिना आवेदनमा क्लिक गर्नुहोस्। क्लिक गरिसके पछाडि फेरि खाता बिना आवेदनमा तल क्लिक गर्नुहोस्। क्लिक गरिसके पछाडि तपाईँलाई चाहिँ यहाँनिर देख्न सक्नुहुन्छ। अब राजधानी नवीकरणमा चाहिँ तपाईँले क्लिक गर्नु होला। अनि मुनि गएर चाहिँ तपाईँले यो 34 पेजेसमा चाहिँ क्लिक गरेर चाहिँ नेक्स्ट गरिदिनु होला। अनि नेक्स्ट गरिसकेपछि एग्री गरिदिनु होला। अनि एग्री गरिसके पछाडि चाहिँ यहाँनिर चाहिँ अब हाम्रो यहाँ माथि यो जुन अपोइन्टमेन्ट कन्ट्री लेखेको छ अदर क्लिक गर्नु होला। अदर क्लिक गरिसके पछाडि अब तलनिर चाहिँ अपोइन्टमेन्ट लोकेसनमा चाहिँ तपाईँले ठ्याक्कै होइन अब त्यहाँनिर तल खोज्न सक्नुहुनेछ कि यहाँनिर अब म तपाईँलाई खोज्दैछु एकछिन। अनि यहाँनिर जुन अब तपाईँले ने अनि टेल एबिब भन्ने चाहिँ यहाँनिर तपाईँले क्लिक गरेर चाहिँ नेक्स्ट गर्नु होला। नेक्स्ट गरिसके पछाडि अब तपाईँ चाहिँ कुन डेटमा चाहिँ तपाईँ जान चाहनुहुन्छ। जस्तो कि म अब चाहिँ यहाँनिर 29 तारिकको चाहिँ म जानलाई अनि 29 को मैले यहाँनिर चाहिँ क्लिक गरेँ र अब एएम पिएम तपाईँ कति बजे त्यो जान चाहनुहुन्छ। अब त्यसमा चाहिँ तपाईँले चाहिँ जस्तै म चाहिँ यहाँनिर चाहिँ 14 अनि 45 मा चाहिँ मैले क्लिक गरेँ। अनि त्यहाँनिर क्लिक गरिसकेपछि फेरि नेक्स्ट गरिदिएँ। नेक्स्ट गरिसके पछाडि तपाईँको नेपालको नम्बर ट्यागकै यहाँनिर राख्नुहोस् र जिमेल आइडी राख्नुहोस् र अनि त्यो राखिसकेपछि यहाँनिर नेक्स्ट गरिदिएर ओके गरिदिनुहोस्। ओके गरिसके पछाडि यहाँनिर चाहिँ तपाईँको अब चाहिँ तपाईँको नाम आउँछ। यहाँनिर चाहिँ फर्स्ट नेम र मिडल नेम छ। यदि मिडल नेम छ भने मिडल नेम पनि त्यहीँ राख्नु होला, छैन भने तपाईँको फर्स्ट नेम मात्रै त्यहाँनिर चाहिँ टक्क राख्नु होला। अनि यहाँनिर सर नेममा चाहिँ तपाईँको थर के थरी हुनुहुन्छ त्यो थर ट्याक्कै राख्नु होला। अनि यहाँनिर लिङ्गमा क्लिक गरेर चाहिँ फिमेल मेल के हुनुहुन्छ त्यो चाहिँ तपाईँले सिलेक्ट गर्नु होला। अनि यहाँनिर चाहिँ तपाईँहरूले चाहिँ अङ्ग्रेजी डेट अफ बर्थ चाहिँ तपाईँले चुज गर्नु होला। अनि चुज गरिसक्नु भयो भने चाहिँ अर्को डेट अफ बर्थमा चाहिँ आफै फिलअप हुन्छ नेपालीमा। अनि त्यस पछाडि जुन नेसनल आइडेन्टिटी नम्बर भनेको छ यसमा परिचय पत्र नम्बर हो, छ भने ठिकै छ, छैन भने छोडिदिनु। अनि अब हामी यहाँनिर जान्छौँ। अनि प्लेस अफ बर्थडेमा चाहिँ तपाईँ कुन ठाउँको हुनुहुन्छ त्यस्तै चुज गर्नु। म दाङको हो भने मैले दाङ चुज गरिहालेँ। अनि यहाँनिर सिटिजनसिप लेखेको ठाउँमा चाहिँ तपाईँको नागरिकताको नम्बर चाहिँ यहाँनिर तपाईँले राख्नुपर्ने हुन्छ। राखिसके पछाडि चाहिँ यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ अब प्लेस अफ इस्यु भनेको अब तपाईँले मैले दाङ लेखिहालेँ। तपाईँ अब कुन ठाउँ हुनुहुन्छ त्यो लेख्नु होला। डेट अफ इस्युमा चाहिँ तपाईँको नागरिकता चाहिँ कहिले चाहिँ तपाईँले बनाउनु भएको त्यो डेट हुन्छ, त्यो डेट चाहिँ ट्याक्कै तपाईँले राख्नु होला। अनि यहाँनिर आउँछ तपाईँको हाम्रो मदर नेम अनि फादर नेम हामीले यहाँनिर चाहिँ तपाईँले फिलअप गर्नु होला। फिलअप गरिसके पछाडि नेक्स्ट गर्नु होला। नेक्स्ट फेरि नेक्स्ट गरिदिनुहोस्। अनि नेक्स्ट गरिसके पछाडि अब यहाँनिर चाहिँ हामीले रेसिडेन्टल एड्रेस चाहिँ हामीले फिलअप गर्नुपर्ने हुन्छ। जस्तै कि हाम्रो फर्स्ट कोठामा चाहिँ तपाईँले चाहिँ कुन प्रदेशको हुनुहुन्छ त्यो प्रदेश चाहिँ तपाईँले क्लिक गर्नु होला। जस्तै म लुम्बिनी प्रदेश हो भने अब डिस्ट्रिक्ट चाहिँ तपाईँको अब मेरो दाङ हो भने तपाईँको आफ्नो हिसाबले पर्नु होला। अनि गाउँपालिका चाहिँ तपाईँको अब कुन चाहिँ गाउँपालिका, जस्तै म बङ्गलाचुली गाउँपालिकाको हो। अनि वार्ड नम्बर चाहिँ तपाईँको कति हो, वार्ड नम्बर तपाईँको ठ्याक्कै यहाँ लेख्नु होला। अनि यहाँ स्ट्रिट लेखेको ठाउँमा चाहिँ तपाईँको गाउँ कुन हो त्यो गाउँ लेख्नु होला। र अनि हाउस नम्बर त हाम्रो हुँदैन होइन, हाउस नम्बर हामीले लेख्नुपर्ने हुँदैन। अनि त्यस पछाडि चाहिँ तपाईँले नेक्स्ट गर्नु होला। अनि तपाईँहरूले चाहिँ यहाँनिर यस्तो खालको अप्सन देख्न सक्नुहुन्छ। यहाँनिर केही गर्नु पर्दैन, नेक्स्ट गरिदिनु होला। अनि यहाँनिर तपाईँले चाहिँ रिप्लेसमेन्ट डकुमेन्टमा चाहिँ तपाईँले ओर्डिनरी पासपोर्ट चाहिँ तपाईँले यहाँनिर गर्नु होला। अनि यहाँनिर तपाईँले डकुमेन्ट नम्बर लेखेको ठाउँमा चाहिँ तपाईँको पासपोर्टको नम्बर चाहिँ तपाईँले यहाँनिर फिलअप गर्नु होला। अनि यहाँनिर जारी लेखेको ठाउँमा चाहिँ तपाईँको नागरिकता जारी भएको डेट चाहिँ त्यहाँनिर लेख्नु होला। र म्याच सकिने मितिमाको चाहिँ तपाईँको पासपोर्टको म्याच सकिने डेट चाहिँ तपाईँले त्यहाँनिर चाहिँ लेख्नु होला। र अनि यहाँनिर चाहिँ इस्यु अथोरिटी कन्ट्री भनेर लेखेको छ, त्यहाँनिर इजरायल सिलेक्ट गर्नु होला। अनि त्यहाँनिर चाहिँ मुनि चाहिँ डकुमेन्ट प्लेस अफ द इस्यु भनेर चाहिँ अब त्यहाँनिर ठ्याक्कै तपाईँले देख्न सक्नुहुन्छ। अनि यहाँनिर हामी नेक्स्ट गर्छौँ। नेक्स्ट गरिसके पछाडि यो खालको अप्सन खुल्छ। अनि अपलोडमा क्लिक गरेर चाहिँ हामीले चुज फाइलमा क्लिक गरिसके पछाडि चाहिँ हामी हाम्रो पासपोर्ट चाहिँ हामीले सिलेक्ट गर्छौँ। अनि फेरि सिटिजनसिपमा चाहिँ हामीले क्लिक गर्छौँ। अनि त्यहाँनिर क्लिक गरिसके पछाडि फेरि अपलोडमा क्लिक गर्छौँ। अनि अपलोडमा क्लिक गरिसके पछाडि चाहिँ फेरि हामीले आफ्नो नागरिकताको दुवैतर्फको हामीले फोटो चाहिँ हामीले सिलेक्ट गर्छौँ। र सिलेक्ट गरिसके पछाडि यो खालको फर्म तपाईँले देख्न सक्नुहुन्छ। र तल मुनिपल्ट चाहिँ तपाईँले अप्लाई भन्ने देख्न सक्नुहुन्छ। अप्लाई गरिसक्नु भयो भने चाहिँ तपाईँको यस्तो खालको फर्म तपाईँले देख्न सक्नुहुन्छ। र अनि यहाँनिर चाहिँ तपाईँले देख्न सक्नुहुन्छ डाउनलोड फर्म भनेर। अनि डाउनलोड फर्ममा क्लिक गर्नु होला, तपाईँको डाउनलोड हुन्छ। अब यो तपाईँले भरिसके पछाडि चाहिँ तपाईँको नागरिकता भयो अनि पासपोर्ट अनि यो फर्म गराएर चाहिँ तपाईँले जुन यो यहाँ दिएको इजरायलको यो जिमेलमा चाहिँ मेल गरिदिनु होला। र अनि जाँदाखेरि पनि तपाईँले चाहिँ यो सबै डकुमेन्टहरू चाहिँ तपाईँ बोकेर जानु होला। र के अनि तपाईँले धेरैजनाले चाहिँ कति चाहिँ हाम्रो पैसा लाग्छ त भनेर रिन्यू गर्नको लागि भनेर देख्नु भएको थियो भने जुन इजरायलको वेबसाइटमा गएर पनि हेर्न सकिन्छ। यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ कि $100 चाहिँ तपाईँलाई लाग्छ भने अब $100 कन्भर्ट गरेर चाहिँ अब कति हुन्छ त्यही पैसालाई चाहिँ पे गरेर चाहिँ तपाईँको पासपोर्टलाई रिन्यू